हेलो एभ्रिवान। हो है, गुड मर्निङ। र यो भिडियो चाहिँ हाम्रो एकजना दाजुको लागि है, जो दाजुले है मलाई भन्नुभएको थियो यसो गाउँघरको पनि बाटोघाटो र यसो गाउँको मन्दिरहरू पनि हाला भन्दै थियो है र मैले उहाँको लागि है मैले गाउँ पनि देखाउने ट्राई गरिरहेको छु है गाइस है। मन्दिर है यो बहिनीको बाटो है। बर्खामा त्यो बाटोको यस्तो छ अहिले है। बाटो है गाइस, हेर्नु ल, यो परदेशमा बस्नेहरूलाई पनि मेरो गाउँको है है। फगेर पनि हावा लागेको छु त है। म चाहिँ पानी रोक र है हाम्रो ग्राउन्डको हालत अलिक त्यस्तो भइरहेको छ, पानी परेकोले कारण है, पानी परेको कारणले गर्दा। र अब यो है हिरो विन्टर लागि मात्रै सुक्छ, हिउँदो लागेपछि मात्रै। विशेष चाहिँ है यो हाम्रो दाजुले भनेको थियो र म यो दाजुको लागि है भिडियो चाहिँ ल है कितम्बा ल मैले है त्यो दाजुको लागि मन्दिर देखाउनु आएको है। मैले मन्दिर देखाउँदैछु है दाजु। अब हाम्रो होइन अहिले यस्तो छ। ल मन्दिर देखाइदिनु भनेको थियो र हाम्रो है देव्याको मन्दिर। यो त म बारम्बार देखाउने गर्छु है। समस्त तुङसुङको है हाम्रो देवी मन्दिर, सातकन्या देवी हाम्रो है मन्दिर है। यो सिजनमा फुल्ने फुल है मजाको फुलिरहेको छ। र है विशेष हाम्रो यो जग्गामा है राम मन्दिर स्थापना भएको है धेरै भयो, 1-2 महिना पुगिसक्यो होला सायद है। र यो नयाँ बनिएको राम मन्दिर गाउँमा यस्तो आएको छ, गाउँमा यस्तो भएको छ सबैजना है। यो मन्दिरहरू देखाइदिनु भनेको थियो र है मन्दिर देखाइदिइरहेको छु। यस्तो बनाएको छ है राम मन्दिर है। राम्रो बनाएको छ, साह्रै मजाको। र है यति भन्दै है
यो भिडियो है यहीँ अन्त गर्न चाहेँ र धन्यवाद बाई बाई।